ताजै छ कि बिर्सेका छौ जुम्लाको बाघको गर्जन। एकचोटि यो गर्जन पनि सुनेर तपाईले जुन भाषा मैले जुन भाषा बोलिरहेको छु, जुन सभ्यता छ, जुन खसारेको उत्पत्ति छ, त्यो कर्णाली र जुम्लाको सिजाबाट आएको आज यो रोइरहेको छ। यसको मतलब तपाई हाम्रा पुर्खाहरू रोइरहेको। अब आउने बजेटमा कर्णालीको बाटोको स्तर उन्नति होस्। यो भिख मागेको होइन, अधिकार सुनिश्चित गर्ने हो। शिरमा हाम्रो राराताल छ, यतातिर हिमा नदी, उतातिर जवा नदीको संगम जुम्ला। कुनै समय नेपाली खस भाषाको उद्गम स्थल मात्र होइन, खस विशाल साम्राज्य अहिलेको नेपाल भन्दा झन्डै 2 गुणा ठुलो नेपाल खस साम्राज्यको राजधानी भएको जुम्ला, नेपालको पश्चिमी भेग, तिब्बतको पश्चिमी भेग तथा भारतको उत्तराखण्डको पूर्वी भेगको राजधानी भएको सिन्जा, जुम्ला, अहिले खलङ्गा। अहिले हामी सडक राम्रोसँग स्तर उन्नति नहुन सकेर अल्पत्र अवस्थामा छौँ। 2063 साल चैत्र महिनाको 30 गते जुम्लाको कर्णाली राजमार्ग भन्छौँ, विशेष गरी जुम्ला र सुर्खेत जोड्ने राजमार्गको शिलान्यास भयो र गाडी जुम्ला पुग्यो। देशमा चरम द्वन्द थियो, कालीकोटको पिलीमा हजारौं मान्छे मारिए, तर पनि बाटो पुग्यो, जुम्लीले खुसी मनाए। त्योसम्म 432 वटा सवारी दुर्घटना भए, अहिलेसम्म 287 जनाको ज्यान गएको छ। हजारौं मान्छे आज पनि अलपत्र अवस्थामा परेका छन्। त्यही भएर सम्माननीय सभामुख महोदय, अब आउने बजेटमा यहाँ मन्त्रीजी हुनुहुन्छ, प्रधानमन्त्री हुनुहुन्छ भने जुम्लाको कर्णाली रारा जाने बाटो, कर्णाली राजमार्ग कालीकोट हुँदै दैलेख हुँदै जाने बाटोको स्तर उन्नति होस्। अहिले पनि त्यो बाटोमा हिँड्न सकिँदैन। यदि विश्वास लाग्दैन भने अहिलेका प्रधानमन्त्रीज्यूलाई त्यो बाटोमा एकपटक गुडाउन मन छ, मन्त्रीज्यूलाई गुडाउन मन छ। जुम्लामा प्लेनमा जानु पर्दैन, रारा प्लेनमा नजानुस्, एकपटक बाटोमा गइदिनुहोस्। त्यसले चाहिँ हाम्रो जनजीवन पुरै अवस्था नाजुक बनेको छ। तपाईहरुसँग, नेपाल सरकारसँग हामी कर्णालीवासीले भिख मागेको होइन। कि त भन्न सक्नुपर्छ कर्णाली नेपाल भित्र पर्दैन भन्नुस्, दमका साथ हामी तपाईभन्दा बढी विकसित बनाएर देखाउँछौँ। यदि नेपाल भित्र पर्छ भने यहाँ अनावश्यकका प्रोजेक्टहरू, विमानस्थल बनिरहेका छन् जहाँ अहिले प्लेन उड्दैन, फास्ट्यागहरू बनिरहेका छन्, अनि कर्णालीलाई 2 अर्ब पैसा दिन सरकार किन थोत्थोर काँप्छ? त्यही भएर भिख मागेको होइन सम्माननीय सभामुख महोदय। अधिकार चाहिएको, अधिकार खोज्ने हो। यो वर्षको बजेटभित्र कर्णाली राजमार्गलाई स्तर उन्नति हुँदैन भने संसदमा पनि आन्दोलन हुन्छ, सडकमा पनि आन्दोलन हुन्छ। कर्णालीले आफ्नो माग जाहेर राख्छ, किनभने हरेक नागरिकको बाँच्न पाउने अधिकार छ। हामी तपाईलाई त्यत्तिकै छैन। अहिले डाटा हेर्नु सम्माननीय सभामुख महोदय, मार्सीधान फल्छ। मार्सीधान फल्दाखेरि झन्डै 10 करोड बराबरको मार्सीधान जुम्लाले तपाईलाई दिन सक्छ। 6 अर्बको स्याउ विदेशबाट ल्याउनु भो, त्यो पैसा नेपालमा रहन सक्छ। करिब 200